नमस्कार, अपन न्यूजमा स्वागत छ। अब समाचार विस्तारमा। जनकपुर धाम उपमहानगरपालिकाका कर्मचारीहरूले दुर्व्यवहार र कुटपिट गरेको पत्रकारहरूले आरोप लगाएका छन्। समाचार सङ्कलनका लागि उपमहानगरपालिकाका मेयर शाहसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई प्रतीक्षा गर्न लगाएर प्रतियोगीहरूले आफूहरूमाथि दुर्व्यवहार र कुटपिट गरेको पत्रकारहरूको आरोप छ। अमीन सब जानकी मंदिर के नापी के बात भेले, नापी कार्यालय से अमीन सब खटल रहे। ओहि संदर्भ में अहाँ के हम सब काल्हिए से मेयर साहब के फोन के लिए जे मेयर साहब अहाँ सब बात करे के है, बात मतलब बाइट लेवे के छै, टीवी के लिए बाइट लेवे के छै अपने से तेहन। तो वो हमरा कहले काल्हिए खन जे हम अहाँ के फोन करब। फोन केला के लेकिन वो फोन के कोनो प्रतिक्रिया नहीं दिले। तो आई हम पुनः उनका फोन के लिए ना, तो फोन के कोनो प्रतिक्रिया नहीं आयल। हम उनका कार्यकक्ष में जाकर स्लिप लिखनौ। स्लिप लिखला के बाद अहाँ के हमरा 2.5 घंटा बैसनू, लेकिन हुनकर प्रतिक्रिया हमरा लग नहीं आयल। 2.5 घंटा के बाद वो सब मीटिंग में छलखिन। तो हम ठीक से 2.5 घंटा मीटिंग में प्रतीक्षा केनौ, लेकिन हम सब भीतर गेनौ। हम तीनों आदमी भीतर गेनौ। गेला के बाद मेयर साहब ठार छलैत। ठार देखलियन हम सब। तो कहलिए मेयर साहब नमस्कार, जो अहाँ सबके मीटिंग में हम सब दिक्कत भेल है तो हम पहले क्षमा पहले मांग लेलियन। अपने से 2 मिनट के काज ये हम अहाँ से बतिया चाहे छी। 2 मिनट जो बैसल जाओ ना, वो नहीं बैसले की काज हम कहलिए बाइट लेबे के कनी जे से बात। तो अहाँ सब बिना फोन केने आबि जाइ छी, बिना कहने आबि जाइ छी, कोनो टाइम नहीं लै छी। अखन हमरा दोसर ठाम जाके से सब कहैत अहाँ के वो हमरा जे छै ना उल्टे हमरा डांटऽ लगे। हम कहलिए काल्हिओ अपने के फोन केने रही, कोनो प्रतिक्रिया नहीं देली। आइयो अपने के 2 बेर 3 बेर फोन केनो, कोनो प्रतिक्रिया। 2.5 घंटा से बैसल छी, लेकिन हमरा अखन तक कोनो प्रतिक्रिया नहीं आयल। ई बात हमरा दुनू गोटा के बाता बाती होते है, गपशप हम सब करते छी। वही क्रम में अहाँ सब मीडिया आतंक मचेने छिए। हमरा अहाँ के जखने मीडिया आतंक के बात केलखिन तो हमरा जे बर्दाश्त से कनी अस्थिर से बजी चली, हमरा जोर से बजा गेल। हम सब की मीडिया आतंक केने छी, हम सब कत आतंकवादी के काज कर रहल छी से अहाँ कहू ने। हम अहाँ सबके मारा आयल छी ने पीटे आयल छी। हम सब की आतंकवादी के बात करै छी से हमरा अहाँ कहू। अते बात के लिए होबऽ लगलै। अहाँ के उम्हर से हुनकर नेता कार्यकर्ता या हुनकर जे सुरक्षा में खटल व्यक्ति सब हेथिन या हुनकर आसे पासे के व्यक्ति सब हेथिन, वो सब आबि कऽ हमरा जे छै ने ओतऽ से मेयर साहब के बात नहीं भेटत, अहाँ जाउ दुर्व्यवहार करैत हमरा ई सब। हम मेयर साहब के प्रतिक्रिया आबि जात तो हम चलि जायब। वो कहता नहीं देब। हम सब जे छै ने बलजोरी नहीं करब। वो कहिया देता सेहो कहऽ पड़लै। मेयर छथिन, नगर के प्रमुख छथिन, वो छिटकथिन मीडिया से, आम जनता से, तक केना कहाँ जेथिन। तो जनता के लेल अखन व्यस्त छै। हम कहलिए हमहूँ जनते के लेल काज कर रहल छी। अहाँ पर कोनो बात हेतै तो अहाँ से बात लेबै तते से कहत। लेकिन एक नहीं सुनि कऽ अहाँ के हमरा सबके ठोठिया कऽ हुनकर नेता कार्यकर्ता सब आसे पासे सब हमरा बाहर निकालि देलक। हम सब ओतऽ बैसल छी बाहर में। ताबे में 2-4 टा पत्रकार सब सेहो देखली नजर। तो नहीं आई एहि के अथी होबऽ पड़लै हमरा सबके, जिनका सब जिज्ञासा लेबऽ पड़लै ई केले एना करै छथिन ते लऽ कऽ। ताबे में पत्रकार महासंघ के अध्यक्ष भेलथि, पूर्व पत्रकार महासंघ के अध्यक्ष अशोक रोनियार जी सामने में छथि, ओहो एकटा प्रत्यक्षदर्शी छथि। ओ सब भीतर गेल छथि, सब गोटा बात करै छथिन। हमहूँ बाद में भीतर गेलिए। ओहिठाम अहाँ के जे वातावरण देखलिए, पूरा पत्रकार ऊपर एकटा कहने छै आक्रमण के हिसाब से हुनकर सब गोटा लागि गेलै। हम साइड में छी, पानि पीब रहल छी। हम कनी बेसी बाजल छलहुँ तो पानि पीनौ, पानि पीबते छी। हुनकर कार्यकर्ता आसे पासे सब हमरा जे छै ने ठोठिया कऽ ई मेयर साहब के मारा आयल छलै, एकरा भगो कार्यालय परिसर से भगो कह हमरा ठोठियाबैत मारैत पीटैत अहाँ के हमरा जे छै ने बाहर निकाले के सब। हम कहलिए नहीं, जखन महासंघ के अध्यक्ष आयल छै, महासंघ आयल छै। घटनामा पत्रकारहरू अमरकान्त ठाकुर, सुभाष कर्ण, सुमित मिश्रा र राजा झा घाइते भएका छन्। आफूहरूको क्यामेरा र मोबाइल खोसिएको पनि उनीहरूले जनाएका छन्। धक्कामुक्कीका क्रममा उपमहानगरपालिकाका महिला कर्मचारी तथा कार्यपालिका सदस्यहरू पनि घाइते भएका छन्। घटनाको विषयमा उनीहरूको भनाइ यस्तो छ। अथी मेयर साहब के मारा लागी जे दौड़ले ने, ता नगर प्रहरी सब जे छलै तो उ सब अपना अपनी के ओहो सब अयलै तो कहलकै से ई मारि नहीं हुअ दियौ। एम्हर से इहो सब घिचलकै ओकरा सबके जे ई मारि नहीं हुअ दियौ कहि कऽ।
खबरसँगै उपमहानगरपालिका पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रसँग पनि मेयर लालकिशोर शाहको विवाद भएको थियो। मेयर शाह र अध्यक्ष मिश्रबीच विवाद हुँदा पूर्ण मेयरका सहयोगीहरूसँग धक्कामुक्की भएको थियो। यसैबीच महासंघ धनुषा र उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै एक अर्कामाथि आरोप लगाएका छन्। महासंघले सूचना सङ्कलनमा भएको अवरोध र पत्रकारहरूमाथि ज्यादती भएको भन्दै प्रेस स्वतन्त्रता उपरको ठाडो उल्लङ्घन भएको उल्लेख छ। मङ्गलबार महासंघ धनुषामा बसेको आकस्मिक बैठकले बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा घटनाको विरोधमा धरना तथा विरोध गर्ने सहितको विभिन्न निर्णय समेत गरेको छ। उपमहानगरपालिकाले पनि विज्ञप्ति जारी गर्दै पत्रकारहरूले अभद्र व्यवहार र कुटपिट गरेको आरोप लगाएका छन्। धनुषा जिल्ला प्रशासन कार्यालय सहित प्रतिनिधिहरूको टोलीले जनकपुरधाम स्थित आँखा अस्पतालको अनुगमन गरेको छ। अस्पताल क्षेत्रका औषधि व्यवसायीहरूसँगको सङ्घर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा 8 बुन्दे माग राखी ज्ञापन पत्र बुझाएपछि मङ्गलबार अनुगमन भएको हो। अनुगमनपछि प्रशासन कार्यालयका अधिकृत गणेश मिश्रले औषधि व्यवसायीहरूले 8 बुन्दे मागमा भनेअनुसार अस्पतालमा खासै समस्या नदेखिएको बताउनुभयो। यद्यपि अस्पतालको विधान अध्ययन गरेपछि मात्र विस्तृत भन्ने सक्न स्पष्ट पार्नुभयो। बुदामा समस्या देखिएकोमा खासै चाहिँ हामीले यहाँ अहिलेसम्म त्यस्तो समस्या देखेको छैनौँ। केही यसमा हामीले विधान अहिलेसम्म उहाँको हेरेको छैनौँ। त्यही भएर यसमा पहिलो बुदामा चाहिँ विधानअनुसार मेडिकल डाइरेक्ट नियुक्त हुनुपर्ने उहाँहरूको मागमा चाहिँ तत्काल केही भन्न सक्ने हामी चाहिँ अवस्थामा छैनौँ र अन्य बुदाहरूमा केही कुरो चाहिँ विस्तृत अध्ययन गरेपछि चाहिँ कुरो आउँछ। अधिकृत मिश्रले सेवाग्राहीहरूबाट पनि कुनै गुनासो नआएको भन्दै बिचौलियाको केही समस्या रहेकाले नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनुभयो। गुनासो सेवाग्राहीको तर्फबाट चाहिँ देखिएको छैन। अलिकति बिचौलियाको समस्या रहेको उहाँहरूले आफै हेर्नु भएको छ। त्यसको लागि सुरक्षा निकायलाई चाहिँ पहिलेदेखि प्रमुख जिल्ला अधिकारीज्यूबाट निर्देशन छ कि कुनै मान्छेसँग चाहिँ प्रेस्क्रिप्सन फुट्ने र हाम्रो अस्पतालमा जाऊ या हाम्रो पसलबाट गएर औषधि किन र यो हामी खरिद गर्न सहयोग गरिदिन्छौँ त्यस्ता खालको देखियो भने प्रशासनलाई पहिलेदेखि प्रहरी प्रशासनलाई त्यसको लागि निर्देशन प्रमुख जिल्ला अधिकारीज्यूबाट छ। अस्पतालमा नागरिक वडापत्र राख्न भनिएको पनि उहाँले जानकारी दिनुभयो। साथै सूचना अधिकारी राख्न र वेबसाइट बनाउन पनि अस्पताललाई भनिएको छ। अनुगमन टोलीले अस्पतालको विधायनको व्यवस्थापनका लागि साथै अस्पताल र प्रशासन सङ्घर्षमा रहेका औषधि व्यवसायीहरू परामर्श गरेर 7 दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने जनाएको छ। औषधि व्यवसायीहरूले मेडिकल डाइरेक्टर विधान अनुसार नियुक्ति हुनुपर्ने सहितको 8 बुन्दे माग राखी 10 दिनदेखि अस्पताल अगाडि धरना दिँदै आएका छन्। अनुगमन टोलीमा प्रशासन कार्यालयका अधिकृत मिश्र, नेपाल रेड क्रस सोसाइटीका प्रकाश कार्की, जनकपुर उपमहानगरपालिकाका मुन्द्रिका ठाकुर र जिल्ला स्वास्थ्य कार्यालय युगल किशोर यादव रहेका छन्। जनकपुरधाममा कलाकारहरूले आर्टिस्ट क्लबको स्थापना गरेको छ। जनकपुरधाममा मङ्गलबार आर्टिस्ट क्लब र स्वच्छ मधेस अभियानको उद्घाटन गरिएको हो। कलाकारहरूले रञ्जित रायको नेतृत्वको आर्टिस्ट क्लबको गठन गरेका छन्। क्लबका सदस्यहरूमा धीरेन्द्र पासवान, अरुण यादव, दिव्या यादव, लक्ष्मण मण्डल लगायत छन्। कलाकारहरू भोग्दै आएका समस्याको समाधान तथा कला क्षेत्रको विकास गर्ने उद्देश्यले क्लबको स्थापना गरेको अध्यक्ष राईले बताउनुभयो। साथै मधेसमा जनचेतनाका अभावका कारण सरसफाइमा ध्यान पुग्न नसकेको भन्दै यसका लागि नाटक, वृत्तचित्रका साथै चलचित्रहरू निर्माण गर्ने पनि उहाँहरूले बताउनुभयो। कार्यक्रममा प्रदेश 2 का सामाजिक विकास मन्त्री नवल किशोर शाह लगायतको सहभागिता थियो। कार्यक्रममा संस्कृति कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरूको दोस्रो दिनको भेलामा सभापतिले पार्टीभित्र विकसित भएको परिस्थितिलाई समाधान गरेर अगाडि बढ्न सुझाव दिएका छन्। महासमितिले गरेको निर्णय केन्द्रीय समितिले उल्ट्याएको अवस्थामा फेरि केन्द्रीय समितिको बहुमतले नै एकतर्फी रूपमा विधान निलम्बित गर्ने काम गरेकाले समस्या आएको र यसलाई सच्याएर अगाडि बढ्न सुझाव दिएको नुवाकोटका सभापति जगदीश सिंह केसीले जानकारी दिनुभयो। उहाँले 14औं महाधिवेशनको कार्यपालिकामा पार्टीभित्र सहमति, सहकार्य र एक अर्कालाई कायम राखेर ल्याउन नसकेको भन्दै आलोचना समेत गर्नुभयो। हामीले केही सुझावहरू पनि भोलिसम्म तयार गरेर दिन्छौँ र त्यो सुझावबाट महासमितिले गरेका निर्णय केन्द्रीय समितिले उल्टाउने काम गर्यो र केन्द्रीय समितिबाट भएको निर्णयको कपी मसी सुक्न पाउँदा नपाउँदै केन्द्रीय समितिको अर्को बैठकले विधानलाई निलम्बन गर्ने काम भयो। त्यो निलम्बन पनि एकतर्फी रूपले
भयो र 14औं महाधिवेशनको कार्यतालिका पनि पार्टीभित्र एउटा सहमति सहकार्य एकतालाई कायम राखेर 14औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्थ्यो। पौडेल पक्ष जिल्ला सभापतिहरूको भेला चलिरहेका बेला केन्द्रीय कार्यालय परिसरमै भेटिएका पार्टी सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरूले भने लोकतान्त्रिक विधि र प्रक्रियाबाट केन्द्रीय कार्य समितिले गरेका निर्णयहरूको भावनालाई बुझेर असन्तुष्टि नेताहरूलाई सुझाव दिने विश्वास रहेको बताएका छन्। काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको बेमेललाई मेलमा परिणत गराउन र सबै विषयको समाधान गर्न जिल्ला सभापतिहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। त्यस्तै काङ्ग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले नेपाली काङ्ग्रेस अधिवेशनतर्फ केन्द्रित भएर लाग्नुपर्ने र कार्यतालिकामा परिमार्जन गर्न सभापति तयार रहेको बताउँदै यो भेलाले पनि काङ्ग्रेसलाई तितर बितर पार्न भन्दा एकीकृत भएर अगाडि बढ्न सुझाव दिने बताउनुभयो। जितेर जिल्लाको कमान्डर बन्नुभएका 101 सुयोग्य साथीहरू हुनुहुन्छ। यतिको साथीहरू अहिले काठमाडौँ जति आउनुभएको छ उहाँहरू सबैको सामूहिक रूपमा प्रयत्न चाहिँ पार्टीभित्र अहिले देखिएको बेमेललाई मेलमा परिणत गराउन, फरक फरक दिशातर्फ नेतृत्व फर्किएको अवस्था छ भनिरहँदै गर्दा नेतृत्वलाई एउटै थलोमा उभिएर सबै विषयको समाधानमा सहमतिपूर्वक अगाडि जाने अवस्था निर्माण गर्न पार्टीका सभापतिहरूको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरामा म विश्वस्त छु। अब अहिले मैले त्यसमा टिप्पणी नगरिहालौँ। पार्टीभित्र चाहिँ आवश्यकता अनुसार निर्णयहरूको सन्दर्भमा पार्टीले एउटा निश्चित विधिबाट प्रक्रियाबाट गर्ने निर्णयहरू हुन्छन्, तर जिल्ला सभापतिहरूको भावनालाई पनि सुनेर पार्टीले चाहिँ अहिले महाधिवेशनको जुन घोषणा भएको छ, महाधिवेशनको कार्यतालिकाको मुख्य रूपमा माग वरिष्ठ नेताकै थियो। त्यस्तै अर्का नेता नवीन्द्र राज जोशीले पार्टीका जिल्ला सभापतिहरूको परामर्शबाट नेपाली काङ्ग्रेसको महाधिवेशनको सुनिश्चितता कसरी गर्ने भन्ने सुझाव आउने बताउनुभयो। उहाँले पार्टी सभापतिले एकतर्फी रूपमा निर्णय गरेको भन्दै सभापतिहरूले आलोचना गरेका बताउनुभयो। उहाँले महाधिवेशनको कार्यतालिका परिमार्जन विभाग गठन लगायतका विषयमा दबाव सृजना गर्न र कसरी अगाडि बढ्ने भन्ने रणनीति निर्माणमा सघाउ पुग्ने बताउनुभयो। अधिवेशन गर्ने बारेमा कुनै विमति नै काहीँ छैन। यी जो चाहिँ साथीहरू चाहिँ सभापतिहरू चाहिँ केही सभापतिहरू आउनु भएको छ उहाँहरूले पनि यो विषयमा किन तपाईँहरू चाहिँ यो विवाद गरिरहनु भएको छ, अधिवेशन त ठिकै छ भन्ने आवाज त यहाँ आएका सभापतिहरूले पनि त्यहाँ राखिराखेका छन् नि। नेपाली काङ्ग्रेसको पुस 11 गतेको केन्द्रीय कार्य समितिको बैठकले बहुमतको आधारमा 2077 फागुन 7 गतेदेखि 10 गतेसम्मका महाधिवेशन गर्ने, त्यस्तै विभागहरूको सङ्ख्या बढाई 47 पुर्याउने लगायतका निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिले एकलौटी निर्णय गरेको भन्दै आफू निकट जिल्ला सभापतिहरूको भेला बोलाएको हो। 2 दिनदेखि जारी भेला बुधबार पनि चल्ने बताइएको छ। अब समाचारमा व्यावसायिक विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरूप ल्याउन नसकेको स्वीकार गर्नुभएको छ। संविधानले 3वटै तहका सरकारको कामहरू परिभाषित गरे पनि काम गर्ने शैलीमा पुरानै आचरण हावी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको स्क्रिप्ट अनुसार आउन नसकेको बताउनु भएको हो। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरकार तथा समन्वय समितिले आयोजना गरेको समावेशी विकास र समृद्ध नेपाल कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था र त्यसलाई कार्यान्वयनमा लैजानेहरूबीच द्वन्द्व हुँदा विकास निर्माणका गतिविधिमा समेत अवरोध भएको बताउनुभयो। उहाँले राज्य संरचना र प्रणाली परिवर्तन भएपछिको कानून र संरचनाहरू अझै पनि पूर्ण रूपमा निर्माण नभएकाले व्यवहारिक रूपमा अन्तर्विरोध भइरहेको र त्यसको अवसर बजेट र नीति कार्यक्रममा परेको बताउनु भएको हो। धेरै नै आशावादी थियौं। अहिले हामीले संविधानमा तीनै तहका सरकारका कामहरू परिभाषित गर्यौं। अहिले पनि तपाईहरु त्यो नीति कार्यक्रम या बजेटको किताब हामीले हेर्यौं भने त्यो तीनै तहका सरकारले गर्ने खालका कुराहरू ठिक ढङ्गले संविधानको स्पिरिट अनुसार प्रस्तुत गर्न सकेका छौं कि छैनौं भन्दा वास्तवमा अझै पनि राम्ररी प्रस्तुत हुन सकेको छैन। अहिले पनि एउटै तहको सरकारका बेलामा जस्तो बजेटहरूमा कार्यक्रमहरू प्रस्तुत गरिएको, बजेट विनियोजन गरिएको, स्थानीय तहले गर्ने कामहरू पनि
कार्यक्रमहरू पनि त्यहाँ सङ्घीय सरकार केन्द्रीय उपप्रधानमन्त्री पोखरेलले विकास मैत्री सरकारी नीति र लगानी मैत्री वातावरण निर्माण हुनुपर्ने, स्रोत र साधनको अधिकतम परिचालन तथा इमान्दार कर्मचारीहरू तन्त्रको विकास भए मात्र आर्थिक विकास र समृद्धि सम्भव भएको बताउनुभयो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष 60,000लाई 100 दिनको रोजगारी दिने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्ष 60,000लाई 100 दिनको रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ। मङ्गलबार मन्त्रालयले आगामी 3 महिने कार्ययोजना सार्वजनिक गर्दै यो वर्ष 60,000लाई रोजगारी दिने योजना रहेको बताएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगारी कार्यक्रम महाशाखाका सहसचिव प्रकाश दहालले कार्यक्रमका लागि यो वर्ष 5 अर्ब 1 करोड बजेट विनियोजन भएको बताउनुभयो। विनियोजित बजेटमध्ये 70% रकम ज्यालामा खर्च हुने र 30% रकम मात्रै निर्माण सामग्री तथा सुरक्षा सामग्री लगायतमा खर्च हुने उहाँले बताउनुभयो। 100 दिनको रोजगारी नभएको अवस्थामा बाँकी रकम निर्वाह भत्ता स्वरूप दिनुपर्ने प्रावधान रहेको समेत उहाँले बताउनुभयो। र अहिले चाहिँ हामीले जतिजनालाई रोजगारीमा खटाउँछौँ तिनीहरूलाई 100 दिनको रोजगारी दिनुपर्छ, होइन भने निर्वाह भत्ता दिनुपर्ने प्रोभिजन ऐनले गरेको छ। त्यो कारणले अहिले हामीसँग 5 अर्ब 1 करोड बजेट विनियोजन भएको हो र हाम्रो यो समुदाय स्तरमा कामका लागि पारिश्रमिकमा आधारित आयोजना सञ्चालन कार्यविधिले 70% यहाँबाट जाने सशर्त अनुदान। गत वर्षमा झारो खेल्ने प्रकृतिका कामहरूमा बजेट खर्च भएको भन्ने गुनासो यो वर्ष नआउने उहाँले बताउनुभयो। गत वर्ष कार्यक्रमको तयारी गर्नुपर्ने भएका कारण स्तरीय काम हुन नसकेको स्वीकार गर्दै उहाँले यो वर्ष स्थानीय तहले गर्ने कामहरू सूची पहिले नै पठाउनु पर्ने गरी निर्देशन गरिएको बताउनुभयो। मागमा आधारित भएर बजेट जाने प्रक्रियाले यो वर्ष गुणस्तरीय काम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। मन्त्रालयको आफ्नो 3 महिने कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने आयोजनाहरूको प्रभावकारी अनुगमन गर्ने बताएको छ। साथैवटै प्रदेशहरूमा रोजगारीका सम्भावनाहरूको पहिचान गर्न अध्ययन गरिने पनि मन्त्रालयले जनाएको छ। त्यसैगरी औद्योगिक करिडोर लगायतका मुलुकका विभिन्न स्थानमा त्रिपक्षीय सहभागितामा सामाजिक संवाद सञ्चालन गर्ने, बाल श्रम, व्यवसायजन्य सुरक्षा एवं स्वास्थ्य, न्यूनतम पारिश्रमिक भुक्तानी लगायतका श्रम ऐन नियमको पालना नभएको सम्बन्धमा 1000 उद्योगहरूको अनुगमन गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ। विदेशमा रहेका कूटनीतिक नियोगबाट पूर्ण श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयनमा ल्याउने, बीमा र कल्याणकारी कोष बापतको रकम अनलाइन प्रणाली मार्फत बुझाउने र 2 वर्ष पुराना सबै संस्थागत उजुरीहरूमाथि छानबिन प्रक्रिया सम्पन्न गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ। यसैगरी 10,000लाई लक्षित गरी वैदेशिक रोजगार बोर्डबाट निःशुल्क सिप तालिम प्रदान गर्ने, ओमानसँग द्विपक्षीय श्रम र समझदारी गर्ने र आगामी 3 महिनामा 15,000 रोजगारदाता र 1 लाख योगदानकर्तालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने सहित 25 त्रैमासिक योजना मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कृषकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने योजना अघि सारेको छ। मङ्गलबार भएको पत्रकार सम्मेलनमा कृषक मजदुरलाई श्रमिकको दायरामा ल्याउने योजना मन्त्रालयले अघि सारेका जानकारी दिएको हो। श्रम मन्त्री रामेश्वर राय यादवले कृषकहरूलाई पेन्सनको सुनिश्चितता गर्न र बिमाको दायरामा ल्याउन श्रमिकको दायरामा ल्याउने योजना अघि सारिएको बताउनुभयो। कृषि मजदुरहरूलाई अन्य श्रमिक सरहको सुविधा व्यवस्था गर्नका लागि विशेषज्ञहरूको प्राविधिक अध्ययन टोली बनाइएको र टोलीको प्रतिवेदन अनुसार कार्ययोजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो। कृषि मजदुरहरू 3-3, 4-4 पुस्तादेखि जन्मेदेखि नमरुन्जेलसम्म कृषि मजदुरको रूपमा रहिरहन्छ। पुस्ता एउटै किसानको घरमा मजदुरी गरेर बसेको, तर उनको आइडेन्टिफिकेसन पनि हुँदैन, उसको इन्सुरेन्स पनि हुँदैन, उसको पेन्सन पट्टाको कुरा पनि हुँदैन। त्यसैले अब कृषि मजदुरहरूलाई पनि श्रमिकको दायरामा ल्याउने र तिनीहरूलाई पनि अन्य श्रमिक सरहको सुविधाको व्यवस्था कसरी गर्ने। मन्त्री यादवले मध्यपूर्वमा रहेका नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयको अगुवाईमा गृह मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा रेस्क्यु कार्यक्रम अघि सारिएको बताउनुभयो। मध्यपूर्व लगायतका देशमा रहेका नेपाली मजदुरहरूको अवस्थामा विषयमा रहेका
हरेक अपडेट लिन काम भइरहेको र कसरी उद्धार गर्ने भन्ने विषयमा तीनवटै मन्त्रालयहरूले रेस्क्युका लागि योजना बनाइरहेका उहाँले बताउनुभयो। उहाँले श्रम मन्त्रालयका आगामी कार्यक्रमहरूका विषयमा छलफल गर्न पूर्व प्रधानमन्त्रीसँग बुधबार बैठक बोलाइएको पनि बताउनुभयो। पूर्व श्रम मन्त्रीहरूको अनुभव साटासाट गर्ने र अहिलेको कार्ययोजनाका विषयमा छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो। सप्तरी जिल्लामा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने पहिलो विद्यालयको रूपमा चिनिएको यहाँ स्थिति ह्याप्पील्यान्ड सेकेन्डरी स्कुल 41औं वर्षमा प्रवेश गरेको छ। विद्यालयले शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै सफलतापूर्वक 40 वर्ष पार गरेको अवसरमा मङ्गलबार विभिन्न कार्यक्रम गरेको छ। जिल्लाकै निजी क्षेत्रका पुराना तथा शैक्षिक क्षेत्रमा खास बनाएको यो विद्यालयले 40औं वसन्त पार गरेको अवसरमा शैक्षिक प्रदर्शनी, फलफुल वितरण, सांस्कृतिक कार्यक्रम तथा स्मारिका विमोचन लगायतका कार्यक्रम गरेका हुन्। बधायलद्वारा प्रकाशित स्मारिका विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं अर्थ समितिका सभापति मनिष कुमार सुमनले शिक्षण सिकाइका लागि उपयुक्त र स्तरीय शैक्षिक वातावरण उपलब्ध गराउँदै आएको यस विद्यालयले भविष्यमा पनि अझ समसामयिक उपयुक्त र भरपर्दो वातावरण प्रदान गरियोस् भन्ने शुभकामना दिए। विद्यालयका संस्थापक पुष्प सिटौलाले विद्यालयमा अन्तर्निहित प्रतिभालाई फल्न फुल्न दिई चाहिने वातावरण सृजना गर्न हमेसा तत्पर रहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रिन्सिपल विजयानन्द झाले आजको बालबालिका देशका भोलिका कर्णधार भएकाले यिनीहरूमा शिक्षाको ज्योति बाल्नुपर्छ भन्ने पवित्र उद्देश्यका साथ 2036 साल पौष 22 गते यस विद्यालयको स्थापना गरिएको जानकारी दिए। कार्यक्रममा सांस्कृतिक एवं शैक्षिक महत्त्व झल्किने सांस्कृतिक कार्यक्रम तथा प्रदर्शनी समेत गरिएको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले अस्पतालकै कर्मचारीहरूको मिलेमतोमा बिरामीहरूलाई निजी अस्पताल पठाउने गरेको पाइएको बताउनु भएको छ। कान्तिबाल अस्पतालको वार्षिक उत्सव कार्यक्रममा स्वास्थ्य मन्त्री ढकालले अस्पतालका जिम्मेवारी कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा बिरामी निजी अस्पताल पठाउने गरेको पाइएको बताउनुभयो। आस्थाको केन्द्र अस्पताल भए पनि आफै बिरामी भयो भन्ने बिरामीहरूको हालत स्वाभाविक रूपमा निको नहुने भन्दै ढकालले उपचारका लागि सरकारी अस्पतालमा आउने बिरामीलाई निजीमा पठाउने गरेको बताउनुभयो। अस्पतालमा नै आउनुहुन्छ भन्ने सुन्ने गरेको, यसका निम्ति अस्पतालसँग सम्बन्धित जिम्मेवारी लिनुभएका साथीहरूदेखि एम्बुलेन्सदेखि ट्याक्सी ड्राइभरहरूसम्मको मिलेभगत हुन्छ र सरकारी अस्पतालबाट बिरामी अर्को ठाउँमा पुर्याइदिए बापत कमिसन प्राप्त हुन्छ र बिरामी त्यहीँ थला पर्छ। अन्तिममा अब यो बिरामी पार लाग्दैन भनेपछि फेरि निजी क्षेत्रबाट त्यो बिरामी काज फिर्ता भएर सरकारी अस्पतालमा नै आउँछ भन्ने सुनेको छु। यस्तो खालको रोगले अस्पताललाई ग्रसित गर्यो भने एकछिनका हाम्रा उपचारले मात्रै बिरामीहरूलाई सन्तुष्ट दिन सक्दैन कि भन्ने मलाई। मन्त्री ढकालले चिकित्सकहरूको आचरण र व्यवहारमा सुधार गर्न सके मात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताउनुभयो। निजी क्लिनिकहरूको घेराबन्दीमा अस्पताल पढ्नु राम्रो नभएको मन्त्री ढकालले बताउनुभयो। उहाँले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिद बिक्रीमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। निर्ममतापूर्वक अन्त्य गरिनेछ, म यो तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। औषधि खरिद बिक्री र अस्पतालका औजारहरू खरिद बिक्रीमा हुने मोटो कमिसनको खेल त्यो अन्त्य हुनेछ। अनि हाँस्दै उहाँले भन्नुभयो डाक्टर साहब कति जति पर्छ मैले। मन्त्री ढकालले आफ्नो कार्यकालमा मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा 1 सदस्य बाहेक सबैमा पदपूर्ति गरेको बताउनुभयो। कर्मचारी समायोजन र केही संरचनागत कुराहरू पूरा गर्नुपर्ने दायित्व आफ्नो रहेका बताउँदै मन्त्री ढकालले सबै पक्षबाट सहयोगको अपेक्षा समेत गर्नुभयो। नागरिकता बनाइदिन माग गर्दा सप्तरी सदरमुकाम राजविराज नगरपालिका 12
दमावती टोल निवासी 28 वर्षीय लक्ष्मी यादवमाथि मंगलबार दिउँसो उनकै पति मोही नारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका छन्। खुकुरी प्रहारबाट टाउको र घाँटीमा गम्भीर चोट लागेको उनलाई स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। उनको टाउको र घाँटीमा गरी 36 वटा टाका लगाइएको छ। अवस्था गम्भीर बन्दै गएपछि परिवारजनको आग्रहमा थप उपचारका लागि रेफर गरेको उनको उपचारका संलग्न डाक्टर प्रमोद कुमार यादवले जानकारी दिए। उनको जिउभरि नीलडाम समेत देखिएको छ। घटनाका बेला सँगै रहेका लक्ष्मीका हजुरबुवा शिवनारायणले तरकारीबारीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकल चढी आएका मोही नारायणले त नागरिकता बनाइदिनु भन्दै टेन्सन दिन्छस् भन्दै 81 लक्ष्मीमाथि अन्धाधुन्द खुकुरी प्रहार गरेको बताए। खुकुरी प्रहारबाट खेतमै लक्ष्मी ढल्दा मरेको ठानेर ऊ खुकुरी नजिकैको नहरमा फ्याली फरार रहेको भन्दै उनले सुनाए। पूर्व प्रहरी समेत रहेका लक्ष्मीका पति महिनारायणले केही महिना अघि मात्र दोस्रो बिहे गरेको थियो। बिहेको 10 वर्षभन्दा बढी भइसक्दा पनि आफ्नो नागरिकता बनाइ नदिएको तथा अर्को विवाह गरेपछि बनेकी लक्ष्मीले पटक पटक नागरिकता बनाइदिन दबाब दिँदै आएकी थिइन्। यसबारे गाउँका पटक पटक पञ्चायती बसी लक्ष्मीको नागरिकता बनाइदिने पति महिनारायणले कबोल गरे पनि आलटाल गर्दै आएको स्थानीय गाउँलेले बताएका छन्। सोही विषयमा लक्ष्मीले मंगलबार पनि गाउँमा कुरा उठाउने तयारी गरिरहँदा आक्रोशित बनेका महिनारायणले हत्या प्रयास गरेको स्थानीयको भनाइ छ। घटनापछि फरार रहेका महिनारायणको खोजी कार्य तीव्र बनाइएको डीएसपी तिलक भारतीले जानकारी दिए। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले समावेशी आर्थिक विकासका लागि उत्पादनका साधनहरूमाथि सबैको पहुँच समान हुनुपर्ने बताउनु भएको छ। भूमि पुँजी र प्रविधिको वितरणमा समान पहुँच नभए मुलुकमा आर्थिक विकास सम्भव नभएको र त्यसका लागि संघीयता कार्यान्वयनमा आएको स्पष्ट पार्नु भएको हो। मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरकार तथा समन्वय समितिले आयोजना गरेको समावेशी विकास र समृद्ध नेपाल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवड़ाले संघीय संरचनाको माध्यमबाट समावेशी विकासको परिकल्पना गरिएकाले वित्तीय समावेशीकरणमा सरकारले ध्यान दिएका बताउनुभयो। उहाँले गाउँगाउँमा समतामूलक विकासका लागि स्थानीय तहले बजेट विनियोजन गर्ने र समान रूपले विकास हुने बताउनुभयो। आफ्नो हिस्सा अनुसारको सहभागिता उत्पादन प्रक्रियामा सरकारवाला छ, तर सामाजिक विकासको अवस्था त त्यस्तो छैन। त्यसो हो भने आर्थिक विकास पनि आर्थिक वृद्धि पनि समावेशी भएन भने पहिलो कुरा त त्यसले आर्थिक विकासलाई समावेशी बनाउन सक्दैन। दोस्रो कुरो समावेशी नभएको आर्थिक वृद्धि आफैमा पूर्णतः त्यो चाहिँ न्यायसङ्गत हुँदैन, किनभने खास वर्ग क्षेत्र लिङ्ग समुदाय मात्रै त्यसबाट लाभान्वित हुन्छ र आर्थिक वृद्धिको लाभ लिन नसकेपछि आर्थिक विकासको पनि लाभ लिन सकिँदैन। त्यसो हुनाले आर्थिक विकास समावेशीका साधनमाथिको पहुँच भनेको के हो भने हाम्रो टोलमा को गरिब छ, गाउँमा को गरिब छ, को समुदाय गरिब छ। संघीय संरचनाको एउटा सुन्दर पाटो के हो भने सबै वर्ग क्षेत्रहरू कुनै न कुनै रूपमा समान रूपले कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद डाक्टर स्वर्णिम बागलेले समावेशी आर्थिक विकासका लागि विदेशी सहयोगहरूमा बाधक बन्न सक्ने बताउनुभयो। उहाँले नेपालको राजनीतिक क्षेत्र सँगसँगै आर्थिक, मौद्रिक तथा जलवायु लगायतको विकासमा पनि विदेशी मुलुकसम्म समन्वय गर्नुपर्ने अवस्था रहेको बताउँदै उत्पादनका साधनमाथि हस्तक्षेप भइरहेको तर्फ सङ्केत गर्नुभयो। कार्यक्रममा नेपाल 2030 लक्ष्य, मृत साधन र जोखिम, समावेशी विकास र समृद्धि, राज्यको नीति सङ्कल्प र वर्तमान अवस्था र महिला र समावेशी विकास लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। नोबेल बैंकको वार्षिक साधारण सभाले 34% लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ। बैंकको साधारण सभाले 12% बोनस सेयर र 22% नगद लाभांश कर सहित वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित भएको हो। बैंकको लाभांश पारित भएसँगै 10 अर्ब 9 करोड 32,46,848 रुपैयाँ चुक्ता पुँजी पुग्नेछ। त्यस्तै बैंकले 11 अर्ब अधिकृत पुँजी पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ। साधारण सभामा
शेयर धनीहरूले शाखा विस्तारसँगै आफ्नै पुँजीबाट बैंकलाई बलियो बनाउनु सुझाव दिएका थिए। त्यस्तै शेयर धनीहरूले बैंकले नगद लाभांश भन्दा बोनस शेयरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। बैंकका अध्यक्ष सामुप्रसाद पौडेलले बैंकसँग भएको जगेडा कोष तथा सञ्चित मुनाफा बलियो भएकाले आवश्यक परेमा ठूलो बैंक हुन कुनै समस्या नरहेको बताउनुभयो। नोबेल बैंकको जडेगाको वर्षमा 14 अर्ब 17 करोड रुपैयाँ रहेको छ। हवस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।